आज भोलि नयाँ कुरो आएको छ। केपी ओलीको सुरक्षामा रहेका अथवा एमालेका केपी ओली नजिक रहेका एकजना कार्यकर्ता, नामै नलिएँ मैले, ताप्लेजुङका एक कार्यकर्ताले चाहिँ एमाले कार्यकर्ताले विद्या भण्डारीको घर चलाए भन्छन्। गगन थापाले आरोप लगाउँछन् एमालेका कार्यकर्ता थिए भनेर, अरूले पनि आरोप लगाउँछन् राजसभाका थिए, कसैले भन्छन् काङ्ग्रेसका थिए। भनेपछि सबै दलका सबै मान्छेहरू रहेछन् यो जेन्जी आन्दोलनमा भनेर मान्नुपर्छ। यो त सामान्य कुरा हो। कोही न कोही कता न कतै लागेका छन्, सबै मान्छे थिए, उमेर समूह पनि थिए, स्वार्थका लागेका मान्छेहरू थिए, रिस उठेका पनि थिए, मौका नपाएका पनि थिए। कसैले सिंहदरबार पस्न दिँदैन थियो, कुनै नेता भौकारले म नेताको आफन्त हो, नेताहरू चिनेको मान्छे हो, म नेताको मान्छे हो भनेर पनि गर्थे। त्यसले गर्दा मान्छेमा एक खालको आक्रोश थियो, सबै खालकोले गरे। तर यस्तो भइसक्यो समय कि अहिले यस्तो खालको चाहिँ यो सामाजिक सञ्जालको कारणले गर्दा यस्तो आइसक्यो कि कुनै पार्टी समर्थित सुन्दाखेरि थाहा हुन्छ, हेर्दाखेरि थाहा हुन्छ यो मान्छे कुन पार्टी समर्थित छ, यो पत्रिकाले कुन पार्टी समर्थित लेख्दैछ भन्ने कुरा। र यस्तो हुन्छ कि कुनै एउटा निश्चित पार्टी समर्थित पत्र पत्रिका त्योसँग सम्बन्धित मान्छेको लेख, त्यसका स्ट्याटस, त्यसका पोस्टहरू हेऱ्यो भने अर्को पार्टी र अरू अमुक पार्टी सबै खराब, आफू पनि ठिक भन्ने लाग्छ। फेरि अर्को पार्टीबाट हेऱ्यो भने ऊ बाहेक सबै ठिक भन्ने लाग्छ। जस्तै माओवादी हेऱ्यो भने हामी चाहिँ ठिक, हामी सही छौँ, काङ्ग्रेस एमाले राजसपा नयाँ पार्टी सब खतम। एमाले हेऱ्यो भने एमाले बाहेक अरू सबै खराब, काङ्ग्रेस हेऱ्यो भने काङ्ग्रेस बाहेक अरू सबै खराब, हामी सबै ठिक छौँ। त्यही हिसाबमा कहिले गगन थापाको कुरो सुन्दा त्यस्तो लाग्छ, कहिले योगेश भट्टराईको कुरो सुन्दा त्यस्तो लाग्छ, कहिले चाहिँ यतापट्टि प्रचण्डको कुरा सुन्यो भने त्यस्तो लाग्छ। अब यस्तो खालको स्थिति छ भनेपछि म कसरी बुझ्छु यस्तोलाई? म एउटा सामान्य मान्छेको रूपमा कुनै पार्टीमा नलागेको मान्छेले कसरी बुझ्ने त भन्दा यो चाहिँ सबै मान्छे सामेल रहेछन् है, सबैतिरका मान्छेहरू रहेछन्, सबै पार्टीमा सबैमा स्वार्थ हुन्छ, कसले कहाँ कुन बेला गर्छ। मैले अपुष्ट रूपमा गाउँघरकै मान्छेसँग सुन्दा बुझ्दा गर्दा थोरै छिमेकी जिल्लाको साथ कुरो सुन्दाखेरि के भन्छन् भने यो गाउँपालिका अथवा यो पालिकाको मान्छे चाहिँ मेरो ए भन्ने पालिकामा म छु भने ए पालिकाको मान्छे चाहिँ बीमा तोडफोड गर्न भत्काउन जाँदो रहेछ, बी पालिकाको मान्छे चाहिँ सीमा जाँदो रहेछ, सीको चाहिँ एमा जान्छ अथवा 22 वर्ष हुन्छ, यताको उता उताको यता हुन्छ, एको एमा जाँदैन, एको बीमा जान्छ। त्यस्तो तरिकाले यो भत्काइएको गरिएको भनिन्छ। भनेपछि कसैले कसैलाई नचिने जस्तो लाग्छ, त्यहीँको स्थानीय होइन जस्तो लाग्छ, तर एउटाको अर्कोमा अर्कोको अर्कोमा गएको देखिन्छ। यो मोहफसलको कुरो। अब केन्द्रमा चाहिँ काठमाडौँमा चाहिँ सायद सबैतिरका मान्छे सबैतिर गयो होलान्, को कुन सम्बन्ध थियो, कसले कहाँ चिनेको थियो। अनि अर्को मुख्य कुरो के हेर्नु, सर्वसाधारणलाई यो नेताको घर, यो चाहिँ गभर्नरको घर, यो चाहिँ यो पार्टीको फलाना मन्त्रीको घर, यो सचिव घर थाहा हुन्न क्या। यो थाहा हुने भनेको उनीहरूकै मान्छे हुन्। यो भनेको अलिक माथिल्लो स्तरकै सक्रिय कार्यकर्ता, स्थायी कार्यकर्ता कुन पार्टीको आफ्नो छन् नि त, तिनै मान्छेलाई थाहा हुने हुन्। त्यसले गर्दाखेरि यो एकदम अन्यलको स्थिति छ। एउटालाई सपोर्ट गरौँ, अर्कालाई गाली गर्नुपर्छ, अर्कालाई गाली गरौँ, यताको सपोर्ट गर्नुपर्छ। त्यसले गर्दा तटस्थ रूपमा हेरौँ, गरौँ, बुझौँ, यसरी समस्या नगरौँ। सबैलेबाट गल्ती भएको छ, यो सुधार्दै जानुपर्छ है। यसरी अन्यलाई नबसौँ है अब चाहिँ।